अछामको रामारोसन गाउँपालिकाको नामाकरण वडा नम्बर 5 मा रहेको रामारोसन क्षेत्रकै नामबाट गरिएको हो। रामा अर्थात् पार्वती र रोशन अर्थात् शिवको नामबाट रामारोसन नामाकरण गरिएको यस क्षेत्रको पौराणिक दृष्टिकोणले समेत महत्त्व रहेको बताइन्छ। 12 वन 18 खण्ड अर्थात् 12 ताल 18 पाठनको क्षेत्रबाट नै चिनिने रामारोसन ताल समुद्री सतहबाट 2050 मिटरदेखि 3792 मिटर उचाइमा पर्छ। यस क्षेत्रमा जिङ्गलले, बाटुल्ला, लामीदह, डिसेडाली, टाउले, गाग्रे, डौठेखाल लगायत ताल रहेका छन्। यति भइदिए त हामी रोजगारी पाउनेछौँ, काम गर्न पाउनेछौँ, खान पाउनेछौँ, लाउन पाउनेछौँ, गाई रोजगारी एक ठाउँमा गाई पाल्नेछौँ, भैँसी पाल्नेछौँ, दही बिक्री, दुध बिक्री गर्नेछौँ, घिउ बिक्री गर्नेछौँ, आउन पाउनलाई मान्नेछौँ दही दिएर पनि। त्यस्तो छैन सर। यहाँ भैँसी नपाला, गाई नपाला, यो नबस भलाइ मात्रै छ अहिलेसम्म। अब हामीको गरिरहेको न यो अहिले 6 महिनाको लागि मात्रै बस्न दिएको छ, हामी हटाउन आँटेका हो। सदरमुकाम मङ्गलसेनबाट झण्डै 40 किलोमिटर पूर्व उत्तरमा अवस्थित रामारोसन पछिल्लो समय सडक सञ्जालसँग जोडिएको छ। सुर्खेतबाट 215 र दैलेखबाट 150 किलोमिटरको दूरीमा रहेको यो क्षेत्र मध्य पहाडी राजमार्गको कालोपत्रे सडकबाट आउँदा पञ्चदेवल विनायक नगरपालिकाबाट 42 किलोमिटरको यात्रापछि पुग्न सकिन्छ। जैविक विविधता र पर्यटकीय दृष्टिले महत्त्वपूर्ण र सडक सञ्जालले जोडिए पनि यस क्षेत्रको उचित विकास हुन सकेको छैन। यमन तल अलिकति फेरि भएको, यतापट्टि साइडमा उच्च पहाड, यता हिमाल, यता तल ढोडेन भएको ठाउँमा पनि यो अलिकति फरक प्रकृतिको भएर यहाँ तालहरू जम्मा भएको छ। उतापट्टि एउटा ठुलो मैदान छ, त्यसपछि तल्ल अर्को किनिबिन्नी भन्ने मैदान छ। त्यो एकदमै सम्म गहनाका रूपमा रहेका थुप्रै डाँफे, मुनाल, अनि रङ्गीत, कालिज, अनि चारखुट्टे जनावरमा बँदेल, घोरल, अनि त्यसपछि बाघ, भालु, मृगहरू पनि सबै पाउँछ। जति छ सबै नेचुरल छ, आर्टिफिसियल केही पनि बनाउन सकिएको अवस्था छैन। यति यो वरिपरिको बाटो बाहेक अनि भएको छैन। विकासले कुनै पनि फड्को मार्न सकेको छैन। यो क्षेत्र घुम्नका लागि शरद, वसन्त र शिशिर ऋतु उपयुक्त हुने भए पनि बसोबास, सञ्चार लगायत आधारभूत आवश्यकता समेत पुग्न सकेको छैन। पालिकाले आफ्नो गच्छे अनुसार काम गरे पनि माथिल्ला सरकारले वास्ता नगर्दा पर्याप्त विकास हुन नसकेको पर्यटन क्षेत्र विकास समितिले जनाएको छ। हेर्दा डाँफेमुला छ, तल हेर्दा घोरल, त्यहाँ बँदेलहरू जस्तो हेर्दाखेरि लोभ्याउने खालको छ होइन। सबभन्दा पहिला त हाम्रो यो बाटो नै बनाउनु पर्छ भन्ने हो हाम्रो माग। बाटो बनायो भने प्रसारको पनि कमी हुँदैन। चाहिँ बाटोको कमी छ, ओझेलमै छ। हजुर, ओझेलमै छ। यसको लागि प्रसार गर्नैपर्छ। सङ्घदेखि प्रदेश सरकारले यसको लागि अलि माथि नै कुरा उठाउनुपर्छ भन्ने माग। नेपालकै प्रसिद्ध बाजुराको बढीमालिका जानका लागि पनि सबैभन्दा छोटो र सुरक्षित पैदल मार्ग भएकाले पनि यस क्षेत्र निकै महत्त्वपूर्ण रहेको छ। यसको भौतिक विकासमा तिनै तहका सरकारले ध्यान दिन जरुरी रहेको पर्यटकहरू बताउँछन्। पर्यटन प्रबन्धनका लागि यहाँको स्थानीय सरकार, प्रदेश सरकार र सङ्घ सरकारले, सङ्घले पनि यसलाई जलाधार क्षेत्रको रूपमा यसलाई सूचीकृत गरेर राष्ट्रिय रूपमा नै राज्यले दायित्व लिएर यसलाई संरक्षण, सम्वर्धन र प्रचार प्रसार गर्न सकेको खण्डमा यहाँ विदेशी पर्यटकहरू, स्वदेशी पर्यटकहरू पनि आउने र त्योबाट यहाँको आय स्तर पनि माथि बढ्ने भएको हुनाले त्यसतर्फ पनि ध्यान दिन जरुरी छ। अलिकति बीचबीचमा अब झ्याउहरू उम्रेको छ, यसलाई पनि संरक्षण सँगसँगै यसलाई पनि उखेलेर अलिकति तालको सरसफाई गर्न सकिएको खण्डमा एकदमै प्रभावकारी हुने। पूर्वाधार विकास तथा प्रवर्धनमा ध्यान दिने हो भने रारा पुग्ने पर्यटकलाई समेत कर्णाली राजमार्ग हुँदै रामारोसन क्षेत्र नयाँ र आकर्षक गन्तव्यको रूपमा विकास गर्न सकिन्छ। अछामबाट विशाल सुनारको रिपोर्ट।